हामी जाँदैछौँ लेक साइड हामीले चाहिँ सबिन भाइले लिएर जाँदैछौँ है लेक साइड गुड फ्राइडे हाई गाइज वेलकम टु माई न्यू भिडियो एन्ड इट्स मी आशा र अहिले मसँग छन् मेरो भाइ र मोना अहिले चाहिँ हामी लेक साइड जाँदैछौँ आज चाहिँ एकदमै स्पेसल डे हो स्पेसल दिन चाहिँ आज के कुरामा छ भन्ने कुरा चाहिँ म अहिले तपाईँहरूलाई वहीँ गएर नै देखाउनेछु प्लिज भिडियोलाई स्किप नगरिकन हेर्नुहोस् होला र अहिले चाहिँ हामी पृथ्वी चोक आइसक्यौँ पुरा बिहानदेखि नै पानी परिरहेको छ यहाँ पोखरामा चाहिँ ल साथीहरू अहिले चाहिँ हामी जाँदैछौँ अझै पनि सकेको छैन है सबिन कस्तो फिल भइरहेछ उहाँ युकेमा चलाउनु र अनि यहाँ अहिले आएर चलाउनेमा तर दिउँसो त अत्तालिन्छ होला है ठिकै भयो नि यही बाटो म त यही अब अर्को अब मुस्ताङ चोकबाट आम भन्यो भने अड्किन्थ्यो ब्रिजमा यहाँ चाहिँ त्यही हो अब वहाँ चाहिँ तिमीहरू आफ्नै के हुन्छ त्यो रुल्स होइन रुल्स एन्ड रेगुलेसन भन्ने कुरा अब वहाँ चाहिँ राम्रो हुन्छ क्या यहाँ केही कुराको मतलबै छैन कि जसलाई जहाँबाट छिरे नि भयो लेफ्ट साइडबाट पनि कुरेर हुन्छ एकदमै ध्यान दिएर चलाउनुपर्छ यहाँ चाहिँ तिम्रो हिजो फर्स्ट टाइम मैले के अरे मलाई हस्पिटल लग्यो नि होइन त्यही होला भनेपछि आज पनि आज नि गयो नि त होइन बिहान इजी लाग्यो नि त्यो आफूले धेरै सोच्नु भएन के हुँदैन तिमी चलाइराखेको मान्छेले तर बाहिरबाट आउने मान्छेले त पसिनै निकाल्ने बनाउँछ नि त किनकि यहाँ मान्छेहरू पुरा लापरवाही चलाउँछ मोनाले अब गीत बजाउनु लाग्यो मलाई कपिराइट लाग्छ अब म भिडियोमा अफ गर्छु कुरामा हामी चाहिँ अहिले कहाँनिर आइपुग्यौँ 0 कटिसक्यो आज धेरैमा निस्किरहेछौँ हामी लेक साइड चाहिँ लास्ट टाइम हामी स्वप्न सुमन आउने बेलामा गएको थियौँ मना है लेक साइड त्यहाँदेखिबाट हामी आएको छैन ल राखेँ ल फेरि भेटौँला ल
मान्छेलाई खोल्नु हेर नि आफै हान्छिरहेको के रे अब सबैले रमिता हेरेर के अर्डर गर्नु अब बस्ने मान्छे नि भाग्छ ओए तिमी त अगाडि नतराइकन अगाडि भिडियो गरेर है खतरा चाहिँ भयो फेरि यहाँ आएर नै खाँदैछु रमाइलो है रमाइलो देख्न पायो ओपन हाउसमा चाहिँ मलाई चाहिँ हल्का घाँटी दुखिरहेको छ त्यही भएर दाइ खानु न तिन बिचै खाएँ बराबर भयो नि भयो यहाँको चाहिँ मोमो चाहिँ एकदम मन एकचोटि खान्छ न तर मलाई साँच्चै पिज्जा चाहिँ मन पर्यो वेस्ट अफ मनी दामी यता हेर्नु दाइ पोलतिर हेर्नु न कस्तो मजाको पानी परेको न त्यस्तो भयो मलाई घाँटी दुखिरहेको छ गाइस Okay, thank you. Thank you.
बल्ल सयो बहिनी खतरा बब्बा लेखेछ अब चाहिँ हामी घर जानेछौँ जान्न कि यो त भाइको नाम चाहिँ के हो नि भाइ मेरो यज्वान बस्नेत कहाँ नि भाइको घर मेरो काठमाडौँ भन्छु ए उहाँदेखि साथीहरू पनि आउनु भएको हो भाइसँग म खासमा एक्लै आएको अनि पछि चाहिँ सबजना भेटायो ए हो आइसकेपछि त साथी भइहाल्छ सबैजना भिडियोमै ल हाम्रो नयाँ भाइ अन्त रोड पुरा खाली छ है पानी चाहिँ परिरहेको छ बाहिर अब चाहिँ हामी घर फर्किनेछौँ कहाँ हामी सबिना हामी कहाँ आयौँ थाहा छ कहाँनिर आयौँ पुरा खाली छ पृथ्वी चोक आयौँ हामी अहिले चाहिँ बसमा गयो है मैले भने 4 दिन हुन्छ लास्टमा एउटा दिन ए म यहाँ कस्तो साइको भयो होला यताबाट मान्छे आइदिन्छ यताबाट बाइक आइदिन्छ यताबाट भन्नुभयो यही बाटो अब चाहिँ तिमी ठ्याक्क मिलेर एउटा ब्रिजमा पुग्छौ कि त्यही भाइले थाहा हुन्छ मैले भनेको थिएँ माया गाउँ त्यो ब्रिज चाहिँ उता प्लटिङ एरिया थियो साइडतिर सानो ब्रिज पानी परिरहेको आज चाहिँ धेरै बस्यो सही रमाइलो भयो सातो गएको हो अघि त मेरो अगाडि झ्याप पाइदिएर म त त्यो अघि के बाई बाई